एभ्रीवान फेरि पनि वेलकम ब्याक भएको छु। मर्निङको दिन यसरी सुरु हुनेछ मेरो। सबैजनाले माया एन्ड सपोर्ट गरेर अन्तिम आज चाहिँ हाम्रो चाहिँ चैते दशैंको लागि हाम्रो एकदम ठुलो भन्दा ठुलो महान पर्व घलेको मेन पूजा हुँदैछ साथीहरु। ल सही गरेर चाहिँ टक दही गरेर किनभने चाहिँ पूजाको साधनहरु बनाउन पर्यो नि त। अब हाम्रो चाहिँ मामा आउनुहुन्छ अहिले पूजा गर्न चाहिँ ठुलो मामा टक्क लाएर पूजा गर्ने आज हाम्रो भन्नुहुन्छ होला। अर्को अड्किन्छ नि हाट्न बाबाजी पुरा यस्तै हो। स्मल घर ट्याक्कै बिहानै हाम्रो भेडा कराएर यस्तो हैरान भइरहेछ के हैरान भइरहेछ। आज यिनीहरूलाई लेट फुकाउने हो किनभने आज हाम्रो घरमा पूजा हुँदैछ। यिनीहरूलाई आज डाइरेक्ट चराउन हो। टक्कै मेरो घुँडा चाहिँ यहाँ रेडी छ। हाम्रो हजुरमम्मी के गर्नुभयो? सासु मम्मी के गर्नुभयो? फुपू हाम्रो सासु मम्मी चाहिँ पूजाको लागि तयारी गर्दै हुनुहुन्छ। म चाहिँ स्पेशल्ली सारदाम पूजाको मेन सारदाम बनाउन लागेको छु। लागि पिठो पनि एकदम रेडी किनभने चाहिँ हाम्रो सासूले ट्याक्क एकदम दमदार बनाइदिनुहुन्छ के। टक्क मेरो चाहिँ पोल्ने भाग मात्रै हो। ट्याक्क लाएर प्रसादको लागि रेडी भयो। खासै घोलो त पोल्न सक्दिनँ भने नि आफ्नो घर आएपछि जीवनको लागि काम चलाऊ ओके छ। राई माछा यो चाहिँ फ्यामिलीलाई खानको लागि बोल्दैन त बुहारीले बोलेको भनेर। बुहारीले पोलेको रोटी त आमा दामी भयो दामी। भिडियो भने हो के ल फाइनल्ली रोटी पोलेर भ्याइयो। यो चाहिँ लास्टमा ताईसँग निकाल्दाखेरि हेर्नु त साथीहरु घामसँगै हाम्रो रोटी एकदम रेडी भयो। ट्याक्क लाएर चाहिँ पूजा कोठामा राखियो। हाम्रो ठुले आमाले चामल पिस्दै हुनुहुन्छ। टक्क आमा छोरीको गफ चलिरह टक्क लाएर यो भिडियोमा यस्तै भन्न पर्छ के हजुरआमा। तपाईले त हाँसेर यहाँ त हामी हाँसाइदिएर भने देउन यता चाख्छु एकचोटी त मेरा आगुबाट मल कमी हुने भयो। मल मम्मी गोठालो जान लानु भयो। सासु आमा गइसक्नु भयो। हाम्रो हजुरमम्मी चाहिँ यताउता दायाँ बायाँ गर्ने हो नि त। हाम्रो हेर्नुहोस् त दिस इज द भाङ। शिव यस्तो दामी फुल्दो रहेछ के फुल त। तर फेरि ओइलाउनु भयो भने त यसरी मुर्झाएगा। हाम्रै भाले गिरिराज भाइले अब यसलाई भिडियो मन नपर्ने रहेर मुन्टो लुकाएको। यस्तो दामी भयो कि दामी किनभने यो चाहिँ 12 मास फुल्छ। यो चाहिँ 12 मास फुल्ने गुलाबको फुल हो हाम्रो किनभने धाराको छेउमै छ नि त त्यही भएर 12 मास फुल्छ। यो चाहिँ टक्क बारमा लाउने हो किनभने हाम्रो चाहिँ धेरै गाडी हैन त्यही भएर सजिलो भएको। यो हाम्रो मितिनी आमाको घरबाट ल्याएको गेट फुल भनौँ न। अब नाम त आउँदैन। कुखुराको सुप साथीहरु लोकल कुखुराको सुप धुवा हेर्नु त लोकल दाउरा धुवा